अहिले चाहिँ ठ्याक्कै बिर्तामोड आएर झरिसकेको होइन। अनि यस्तो गर्मी छ बिर्तामोडमा। अहिले चाहिँ बिर्तामोड आइपुगेर अब हाम्रो चाहिँ मेकअप सुरु हुन आँट्दैछ। बाहिर चाहिँ पुरा घाम लागिरहेछ साथीहरू। अनि हामी चाहिँ यहाँ यता मेकअप गर्दैछौँ। दिदीको आयो मेकअप सकिन लाग्यो। अब भरे एकैचोटि बेहुली रेडी भएपछि हेर्नुहोला। अहिले चाहिँ मेकअपहरू सकिसक्यो। यता हाम्रो पुरानो बेहुला दादाको चाहिँ यस्तो छ आज फोटोसुट हो उहाँहरूको चाहिँ। अनि मेकअपहरू सकिसकेर हामी सबै गरेर खाँदैछौँ यस्तो गर्मीमा। साथीहरू हामी अब जान आँटेको मेकअप सक्यो अरे हाम्रो ढिलो भयो। अब हामी जाने। बेहुली कस्तो लाग्यो भनिदिनु त। पुरानो बेहुली हो। अनि कस्तो लाग्यो मेकअप? एकदम राम्रो बनायो। तिमीलाई धेरै धेरै धन्यवाद मलाई यति राम्रो बनाएकोमा। हामी चाहिँ सरर अब हामी कहाँ जाँदैछौँ भन्दाखेरि फोटोसुटमा किङ्सबेरी जाँदैछौँ। यता दादाहरू पनि आइपुग्यो। किङ्सबेरी होटल है बिर्तामोडको। हामी चाहिँ यहाँ ठ्याक्कै आइपुगेको छौँ। आज हाम्रो उहाँ दिदीको सुट छ त्यही भएर हामी चाहिँ ठ्याक्कै आइपुग्यौँ यहाँनिर। यति गर्मी छ होइन। तपाईँहरूले के भन्नुहुन्छ झापामा? अब फोटोसुट गर्न हामी आइपुग्यौँ। कुन होटलमा? किङ्सबेरी होटलमा। यहाँ आउने बित्तिकै चिसो भइहाल्यो नि दादा। कस्तो राम्रो रहेछ भ्यूहरू। एकदम राम्रो लोकेसन रहेछ यहाँनिर चाहिँ। हामी चाहिँ यहाँ अब फोटोसुट गर्न आँटेको। दादाहरू चाहिँ राम्रो राम्रो पोज सिकाउँदै फोटो खिचिराख्नु भएको छ। अनि म चाहिँ यहाँ दिदीले फोटो खिचेको हेर्दैछु। एकदम राम्रो फोटो भइराखेको छ। कति मजाले फोटोसुट गर्नुहुन्छ। कति राम्रो स्विमिङ पुल हेर्नु न सबैजनाले। हाम्रो चाहिँ अब सुट एउटा ड्रेसमा सक्यो। अब अर्को ड्रेसमा गर्न हामी यहाँ ड्रेस चेन्ज गर्न जाँदैछौँ। बेहुलीको हालत हेर्न सक्नुहुन्छ। झोला बोकेर हिँड्नु हुँदैछ। म चाहिँ भिडियो बनाउँदैछु। हामी चाहिँ ड्रेसहरू चेन्ज गरेर मेरो हालत त्यस्तो छ यहाँ हेर्नु न साथीहरू। बेहुलीको झन् खतरा छ। ड्रेस चेन्ज गरेर आउँदैछौँ अब हामी चाहिँ। अब लास्ट हाम्रो फोटो खिच्न यति नै बाँकी छ साथीहरू। अब हाम्रो चाहिँ यहाँ भित्र फोटोसुट गरिसकेर बाहिर फोटोसुट गर्दै हुनुहुन्छ। आजको दिन चाहिँ मेरो यसरी नै बित्यो है साथीहरू। अनि मेकअप पनि एकदम राम्रो भयो होइन। अनि दादा दिदीहरू चाहिँ फोटोसुट गर्नु हुँदैछ। सकिन आँट्यो। अब चाहिँ हामी घर जाने। झापामा यति धेरै गर्मी छ यति धेरै गर्मी छ भन्दै आजको लागि चाहिँ मेरो भिडियो पनि यति नै। सबैजनाले हेरिदिनु होला मन पराइदिनु होला भन्दै सबैजनालाई बाई बाई लट्स अफ लभ।